दूध जस्तै लाग्छ यो सेतो रङको तरल पदार्थ। यसलाई हामी दूध भनेरै किनिरहेका हुन्छौँ र पिइरहेको पनि, तर यो खासमा दूध होइन रहेछ। औषधको अनुसन्धानपछि नै पुष्टि भयो कि यो पानीमा यस्तो पाउडर हालेर बनाइएको यो केमिकल युक्त तरल पदार्थ मात्र रहेछ। तर यसलाई दूध भनेर बालाजुको यो पुष्प डेरीले वर्षौंदेखि बेच्दै आएको रहेछ र जनस्वास्थ्यमा कतिसम्मको लापरवाही भइरहेको छ भन्ने तथ्य सोमबार अर्को रूपमा आएको छ। यहाँ यो मसिनको सहायताले धमाधम हामीले उपभोग गर्ने दूधका प्याकेटहरू तयार भइरहेका थिए। कर्मचारीहरू दूधलाई मसिनबाट प्याकेटमा राख्दै थिए र हाम्रो टोली बालाजुको पुष्प डेरीमा पुगेपछि यो दूध कस्तो र कसरी बनिरहेको छ भन्ने तथ्य खोज्दै अगाडि बढ्यो। सुरुमा यो मसिनहरूबाट दूध उत्पादन भइरहेको हेरिसकेपछि यसमा के मिसावट गरिन्छ भन्ने प्रश्न गर्यौं हामीले यहीँका एकजना कर्मचारीलाई। सुरुमा उनी बोल्न आनाकानी गरिरहेका थिए, तर पछि उनले देखाए यो पहेँलो रङको एक बट्टा धुलो र यो चाहिँ दही बनाउन प्रयोग गरिने केमिकल रहेछ, जसले स्वास्थ्यलाई धेरै मात्रामा हानि गर्छ। यो केमिकल देखाएपछि हामीले उनलाई यो खान आग्रह गर्यौं र उनले जिब्रै पहेँलो हुने गरी यो केमिकल मुखमा हाले यसरी र हाम्रो प्रश्नको जवाब दिन थाले। यो जुन तपाईहरु यो दही जमाउनका लागि यो कलर ल्याउनको लागि यो तपाईहरु हाल्नुहुन्छ, यो खान मिल्छ? यसको लागि अब आई थिंक मिल्छ होला। ल खानु त यसबाट झिकेर अलि बढी झिक्नु न। दहीमा राख्ने तपाईले यसले असर गर्छ कि गर्दैन? यसले असर केही गर्दैन। यो कतिको मात्रामा हाल्छौ? यो हामी त यस्तो कलर दिने, अलिकति कलर दहीलाई अलिक ब्राइटनेस बनाउन मात्रै हाल्ने। त्यस्तो फेरि एकपटक फेरि खानु त, अलि बढी झिकेर खानु। गर्नु त एकछिन है। निल्नु हुन्छ यो? कस्तो लाग्यो? अब साल्टी छ नि, टेस्ट साल्टी छ। हो, डेरीमा उत्पादन हुने दहीमा यो पहेँलो पाउडर प्रयोग गरिने रहस्य खुलेपछि हामी फेरि लाग्यौं दूधकै प्रसङ्गमा। उनले यो अर्को प्याकेट देखाए जसमा गुड डे लेखिएको थियो र राजधानीका दूध उत्पादन गर्नेहरूले यही प्याकेटको धुलो प्रयोग गरेर दूध उत्पादन गर्ने ठोकुवा गरे यिनैले। बजारमा पनि अल डेरी, अलमोस्ट अल आई थिंक हैन, म भन्छु डिडिसी लाग सबै डेरीमा पाउडर दुध हालेर बनाउँछ दहीलाई। हामीले दैनिक उपभोग गर्दै आएको दूध त डेरीहरूले यस्तै धुलोबाट बनाउँदा रहेछन्। सेतो रङको यो धुलोलाई यो पानीमा र केही प्रतिशत दूधमा मिसावट गरेपछि मसिनमा घोल्ने र प्याक गरेर घर घरमा पुर्याउने गर्दा रहेछन् उनीहरू। यो दूध नभएर केही धुलो दूध र पानीको सम्मिश्रण रहेछ। गोदाममा रहेका बोराका बोरा यस्तै पाउडर हालेर दूध बनाइदो रहेछ, जसमा गुड डे भनेर लेखिएको छ र यही राखेर बालाजुको यो पुष्प डेरीले वर्षौंदेखि दूध भन्दै यसैलाई बेच्दै आएको रहेछ। र अब अर्को घातक प्रसङ्ग हेर्नुस्। यसमा न त उत्पादन मिति लेखिएको छ न त उपभोग गर्ने मिति नै। उत्पादन भएको मितिले 12 घण्टासम्म प्रयोग गरिसक्नु पर्ने दूधलाई उसले 3 दिनसम्म राख्ने गरेको रहेछ र त्यही तथ्य बोल्दैछन् पुष्प डेरीका एकजना सञ्चालक। दूध आजको भोलि बेच्दियो, दही आजको भोलि कोही रह्यो भने पर्सिसँग रहन्छ। दूध बनाउने यो प्रक्रियाले यसमा उल्लेख भए अनुसारको चिल्लो पदार्थ लगायत दूधमा हुनुपर्ने तत्त्वहरू नै भेटिएको छैन, किनकि यो त पानी र सेतो पाउडरको भरमा बनाइएको कृत्रिम दूध जस्तो मात्र हो, दूध हुँदै होइन।
र यसरी मिति नै नराखी दुध उत्पादन गरेर बिक्री गरेकोमा यी सञ्चालकले गल्ती भएको महसुस गरिरहेका थिए हाम्रो क्यामेरा अघिल्तिर। त्यो 1.5 मेसिन बिग्रिया भएर इन्डियाको हो पटपट बिग्रिन्छ 6 मेसिन छ यहीँ भित्रै छ बिग्रेर हो। तपाईहरु गल्ती गरेको लाग्छ कि लाग्दैन? गल्ती भने डेट नहाले जस्तो गल्ती भने। दुधको नाउँमा दुधमा हुनुपर्ने तत्त्वहरू नै नराखी बेचेको हाम्रो प्रश्नमा उनी अकमकिए। त्यो अब सरहरूको हामी के भन्नु हजुर, हामी केही नि भन्दैनौँ। यस्तो गैर जिम्मेवारी काम गर्दाखेरि अलिकति आत्मग्लानी हुँदैन? हजुर अहिले भने मैले देखाएको छैन, मैले जबरजस्ती यस्तो मेरो यताउति मैले के भनेकै छैन नि। गल्ती भएर गल्ती हो भन्ने देखाएको छैन। हुनुपर्ने तत्त्वहरू नै नभएको र पानीमा केमिकल हालेर दुध भन्दै बेचेको पुष्प डेरीले वर्षौंदेखि सर्वसाधारणको स्वास्थ्यमा यस्तै खेलवाड गरिरहेको रहेछ, जुन अत्याधिक फोहोर स्थानमा उत्पादन हुन्छ र यसले जनस्वास्थ्यमा धेरै नै असर पुर्याएको हुन्छ। यस्तो तरललाई पनि दुध भनेर वर्षौंदेखि बेचिरहेको त्यो पुष्प डेरीलाई त्यसपछि के भयो र अब के हुन्छ, यो प्रसङ्ग पनि अब। जब हाम्रो संयुक्त अनुगमन टोली बालाजुमा रहेको यो पुष्प डेरीमा पुग्यो, त्यहाँ यस्ता दृश्यहरू देखिए जसले दुध भनेर बेचिने तरल पदार्थ कस्तो ठाउँमा र कुन अवस्थामा बनिरहेका छन् भन्ने तथ्यलाई पुष्टि गरिरहेको थियो। सुरुमा हामीले खाने दुधमा हालिने यो पानीको ट्याङ्की हेर्नुहोस्। यो पानीको अवस्थाले भन्छ कि कति सफा र स्वच्छ पानी पाउडर हालेर कथित दुध बनाइदैछ। यही फोहोर र लेदो राखिएको पानी प्रयोग गरी दुध उत्पादन हुँदै आएको छ पुष्प डेरीमा र हामी पुग्दा पनि यो तथ्य छुपेन। यही फोहोर पानीलाई मेसिनमा राखेर प्रयोग भइरहेको देखेपछि अनुगमनमा रहेका उपभोक्ताका प्रतिनिधि यस्तो भन्दैछ। एक त यहाँ पानीको शुद्धता देखिएन, जस्तो कि बोरिङको पानी युज गरेको पाइयो होइन, र साथै त्यसपछि यो ल्याब पनि कुनै अपडेटै नभएको, रेकर्डै नभएको। जस्तो कि दुधको डेरीमा चाहिँ एउटा के हुनुपर्छ नि, दैनिक रूपले उहाँहरूले दुध चाहिँ परीक्षण गरेको हुनुपर्छ, परीक्षण गरेको दुध मात्रै बजार लानुपर्ने हुने हो। र तर अब यहाँ प्याकेटहरूमा हेर्दा पनि कुनैमा मूल्य सूची पनि नभएको पाइयो र साथै अर्को न रेट लेखेको छ। त्यसले गर्दा अलिकति यहाँ सरसफाइमा पनि त्यति ध्यान नदिएको पाइएको छ। सबैभन्दा फोहोर पानी प्रयोग गरेर दैनिक उपभोग गर्दै आइरहेको दुध बनाइरहेको तथ्य फेला परेपछि खाद्य तथा गुण नियन्त्रण विभागको भनाइ यस्तो छ। अन्य अवस्थाहरू चाहिँ अब पानीको व्यवस्था अलिक जस्तो हुनुपर्छ डेरीको लागि त्यस्तो देखिएन। त्यहाँको हामीले स्याम्पल पनि लिएका छौँ, पानीको स्थिति कस्तो छ भन्ने चेक गर्नको लागि। यो अर्को दृश्य यही डेरीको, जहाँ पानीले नाली जस्तै बनेको र यही फोहोर नाली जस्तो ठाउँमा दुधको उत्पादन भइरहेको छ।